विमल सर नमस्कार नमस्कार। यो तपाईले यस्तो मलाई याद दिलाउनु भयो नि। यो सानामा हामी चाहिँ मजाको बल बनाएर बिटो खेल्ने क्रममा हामी यसरी लगाउँथ्यौं। निकै घुम्ने ठाउँमा र जहाँ खोला झरनाहरू छ त्यो झरना पनि नजिकै भएर ठ्याक्कै त्यो गुड तपाईँ प्रति आएको हो कि यसको खास के हो किम्वदन्ती रहस्य के छ यसको सर? यो ठाउँ आउने बित्तिकै बाल्यकालको सम्झना भयो। हजुर अनि यो बनाएको हो। अब यसमा बल बनाएर हजुर मोजाको त्यो फाटेको मोजामा के हालेर बल बनाएर पराडा हान्ने। हजुर अनि त्यस्तो खेल खेल्थ्यौँ हामी। हजुर 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 यो यहाँ ठ्याक्कै आएपछि रमाइलो लाग्यो। हजुर बनाएको मैले बनाएको कति सुन्दर छ हेर्नु त। एकदम 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 होइन म धेरै ठाउँ देखाएँ नि त्यही भएर मेरो मनमा खड्किरहेको थियो। बनाएको है। हजुर बारा जिल्लाको निजगढ नगरपालिका वार्ड नम्बर 13 13 को शक्ति झरना नजिकै शक्ति मन्दिर शक्ति झरना नजिकै डम्बर खोला। शक्ति खोला हो खास चाहिँ, तर सबैले नाम चाहिँ डम्बर खोला भन्न फेमस छ जे होस्। एनिवे हस् धन्यवाद सर। हस् देवी देवता पनि कल्पना गर्छौँ हामी यसरी। हजुर देउरालीहरूमा पहाडतिर देउरालीमा देवी देवता भनेर पनि यसरी ढुङ्गा बनाएर पुज्ने गरेको छ। हजुर हाम्रो यो देशमा त के छ भने ढुङ्गा शालिग्राम यी सबै भगवानका प्रतिरूप हुन्। हजुर हजुर भगवानका प्रतिरूप हुन्। अब यसलाई हामी बाल्यकालमा यसरी खेल्ने गर्थ्यौँ। हजुर एउटा खेल पनि भयो भगवानप्रतिको हजुर। आस्था पनि भयो। अनि यहाँ आज तपाईँ दोस्रोचोटि यो शक्ति मन्दिरमा दोस्रोचोटि भन्नुभयो सर? दोस्रोचोटि आएको हो। हजुर पहिलोपल्ट त यहाँसम्म आएको थिएन, अलिक तलबाट फर्केका थियौँ। हजुर पानी थियो त्यसैले हामी यहाँसम्म आउनु पाएनौँ। पाउनु भएन। आज चाहिँ अलिकति पानी पनि रहन्छ, खाली रहेछ। साथीभाइको यो टिम पनि मिलो घुम्न जाउँ त भनेर हजुर तलैदेखि हिँड्दै हिँड्दै पानी यो ढुङ्गा खेल्दै खेल्दै हामी आयौँ। साह्रै आनन्द आएको छ। र यो भिडियो हेर्ने चाहिँ दर्शक मानवहरूलाई तपाईँले के सन्देश छोड्न चाहनुहुन्छ? यहाँ आउनुपर्ने ठाउँ रहेछ। कमसेकम छुट्टीको बेलामा घुम्न आउनु होला। हजुर रमाइलो छ। यहाँ प्राकृतिक सौन्दर्यमा हामी रमाउन पाउँछौँ, घुल्न पाउँछौँ। हजुर यो नै हो यहाँहरू सबैलाई मेरो अनुभूति। हस् त हस् हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो खाद्य तथा प्रविधि विभाग जनकपुर धामबाट। त्यसले गर्दाखेरि चाहिँ उहाँले एउटा यहाँको बारेमा चाहिँ छोटो सटिकमा सबैलाई आमन्त्रण गर्नुभएको छ। साथमा उहाँहरू टिम पनि हुनुहुन्छ। त्यसले गर्दा कतै तपाईँ पनि यो ठाउँमा आउन भुल्नुभएको छ भने प्लिज एकचोटि आएर यो सौन्दर्य अवलोकन गरिदिनु हुनलाई हार्दिक अनुरोध गर्छु। हस् त धन्यवाद। जय देश जय नरेश।